जय शम्भो, म चाहिँ चेतन भट्टराई। जो हामीले चाहिँ काठमाडौँ होलिडेले चाहिँ हामीलाई यहाँ चाहिँ कैलाशमान सरोवरको लागि यहाँ ल्याउनु भएको थियो भ्रमणका लागि। एकदमै दिव्य तरिकाले पूजाआजा र यहाँको कार्यक्रम सम्पन्न भइरहेको छ। अब हुन त अझै पनि कार्यक्रमहरू केही बाँकी छन्। यहाँ हामी चाहिँ मान सरोवरको आजको कार्यक्रम लक्ष्यवर्तीका प्रज्वलन कार्य र आजको कार्यक्रम विशेष गरेर चाहिँ नागवती रुद्राभिषेक कार्यक्रमहरू पनि सम्पन्न भएको छ। र उहाँहरूले पनि मैले धेरैजनालाई काठमाडौँ होलिडेबाट आएका धेरै भक्तजनहरूलाई चाहिँ सोधेँ, हजुरहरूलाई अब यहाँको कार्यक्रम कस्तो लाग्यो, कसरी हजुरको चाहिँ कार्यक्रमहरू कस्तो भइरहेछ र तपाईँको बिचमा कस्तो समस्या के थाहा भएको छैन भनेर सोद्धाखेरि चाहिँ अत्यन्तै राम्रो भएको छ। काठमाडौँ होलिडेले चाहिँ हामीलाई राम्रो तरिकाले चाहिँ आउनका देशपट्टि जानका लागि राम्रो तरिकाले गरिनु भएको छ र पूजाआजा पनि राम्रो तरिकाले भएको छ भनेर भन्नुभएको छ। र आजको पूजाबाट र यस कार्यक्रमबाट चाहिँ धेरैजना भक्तजन महानुभावहरू चाहिँ धेरै खुसी हुनुभएको छ। साथसाथै म चेतन भट्टराई पनि जो आजको यस कार्यक्रम र आउँदाखेरिको जुन उहाँले दिनुभएको सेवा सुविधाहरू जे छ त्यसबाट चाहिँ धेरै नै खुसी छु। जय होस् काठमाडौँ, जय होस् सम्पूर्ण भक्तजनहरूको जय होस् र यहाँको टिमहरूको पनि जय होस्। धेरै खटेर धेरै राम्रो तरिकाले चाहिँ उहाँहरूले गर्नुभएको छ। हस्।